फ्रान्स आएको कति वर्षमा पिआर पाइन्छ, वर्किङ भिजामा कसरी चेन्ज गर्ने, इन्टर्नसिप कसरी पाइन्छ र इन्कम कति हुन्छ वर्किङ भिजामा कन्भर्ट गरिसकेपछि र भाषाको कति इम्पोर्टेन्स छ, यो क्वेसन एकदम धेरै आइरहेको छ। यदि तपाईँहरू पनि नेपालबाट फ्रान्स अप्लाई गर्ने प्लानिङ गरिरहनु भएको छ, यो सबै कुराको आन्सर चाहिन्छ भने चाहिँ आजको कम्प्लिट भिडियो हेर्नु होला। मेरो पर्सनल एक्सपिरियन्स सेयर गर्नेछु, 4-5 वर्ष फ्रान्समा बसेको जो भोगाइ छ है त। अब इन्कमको मामलामा धेरै मान्छेहरूले डिफ्रेन्ट कुरा गर्छन्। म मेरो कुरा गर्दैछु। मभन्दा धेरै पैसा कमाउने मान्छेहरू पनि छन्, कम पैसा कमाउने मान्छे पनि छन्। यस्तो होइन कि तपाईँहरूले कमेन्टमा चाहिँ तैँले भन्दा त मै धेरै पैसा कमाउँछु यो देशमा बसेर भन्ने टाइपको त्यो नेगेटिभ रूपमा चाहिँ नलिदिनु होला है त। सो पहिलो कुरा गरौँ वर्किङ भिजामा कसरी कन्भर्ट गर्ने है त। जस्तो नेपालदेखि नै वर्किङ भिजामा आउन भने चाहिँ फ्रान्समा अनस्किल्ड काममा अति गाह्रो नै छ। तपाईँले चाहिँ सिजनल कामको होइन, सिजनल भिजामा माउन्टेन साइडतिर यस्तो समर साइडतिर कुनै पनि स्पोन्सरहरू पाउनुभयो भने सिजनल काममा भिजा लागिरहेको छ। मैले धेरै नेपाली दाजुभाइहरू भेटेको छु सिजनल काममा आउनुभएको, फुल इयरको काममा आउनुभएको चाहिँ एकदम कमै देखेको छु। अनि स्पेसल्ली सिजनल भिजामा नै होटेल लाइनको स्पेसल सेफहरू होइन, किचनको काम जानेको मान्छेहरू चाहिँ धेरै मैले देखिरहेको छु सिजनल भिजामा है त। अनि तपाईँको हाई स्किल म्यान पावरहरू आइटी फिल्डको लागि चाहिँ सायद पाइन सकिन्छ होला। मैले अहिलेसम्म पनि भेटेको छैन त्यसरी वर्किङ भिजामा आउनुभएको मान्छे चाहिँ। सो त्यो कुरालाई साइडमा राखौँ र स्टुडेन्टबाट वर्किङ भिजामै फ्रान्समा आइसकेपछि जानु चाहिँ तपाईँलाई हातमा आफूले काम स्टडी गरेकै फिल्डको जब अफर चाहिन्छ। पहिलो त तपाईँले ब्याचलर या मास्टर डिग्री सक्नु पऱ्यो होइन, त्यसपछि सेम फिल्डको जब अफर चाहियो। त्यसपछि तपाईँलाई वर्क पर्मिट चाहियो। जब त्यो जब अफर र वर्क पर्मिट हुन्छ तपाईँले चाहिँ प्रिफेक्चरमा गएर रन्डेभू लिएर होइन, अपोइन्टमेन्ट लिएर बाँकी एक्स्ट्रा डकुमेन्टहरू रेडी गरेर भिजा या स्ट्याटस चेन्ज गर्न सक्नुहुनेछ वर्किङ भिजाको केसमा। अनि एकदम इम्पोर्टेन्ट याद चाहिँ के गर्नुपर्छ, तपाईँ अलरेडी फ्रान्समा हुनुहुन्छ भने नि तपाईँ स्टुडेन्ट भिजा ग्रेजुएसन हुनुभयो एउटा फिल्डको, तर अर्को फिल्डको कामबाट चाहिँ वर्क पर्मिट पाउनुभयो भने नि तपाईँलाई भोलि वर्क भिजा चाहिँ पाइँदैन। यो चाहिँ यहाँको रुल्स हो, एकदम याद गर्नुपर्ने। तपाईँले जुन फिल्डमा पढ्नु भएको छ त्यही फिल्डलाई चाहिँ टच हुनु पऱ्यो क्या। मैले देखेको, मैले पुरानो भिडियोबाट पनि भनेको छु, एमबिए गरेको ब्रदर होटेलको सेफको लागि वर्क पर्मिट आएर काम वर्किङ भिजा अप्लाई गर्दा चाहिँ भिजा रिजेक्ट भएर नेपाल फर्किनु परेको केसहरू आएको छ। यो भयो वर्किङ भिजाको। अब इन्कमको कुरा गरौँ। इन्कमको कुरा भनेको तपाईँको चाहिँ मिनिमम वेजेस भनेको तपाईँले नेट 1600 युरो जति चाहिँ कमाउनुहुन्छ जस्तो सुकै काम गरे पनि। तपाईँले यदि ब्ल्याकमा काम गर्नु भएन, राम्रो लिगल कन्ट्र्याक्टमा काम गर्नु भयो भने चाहिँ मिनिमम जेसुकै काम गरेर नि 1600 युरो चाहिँ कमाउन सक्नुहुनेछ। अब भोलि अरूले ब्ल्याकमा काम गरेर होइन हप्ताको 60-70 घन्टा गरेर नि 1400 भन्दा कमाउँदैन भन्ने कुरो नै आउँछ। त्यस्तो मान्छेहरू पनि भेटिन्छ फ्रान्सतिर कता होइन। तिनीहरूको कुरा छोडिदिउँ, मैले चाहिँ जे देखेको छु त्यही भन्दैछु है त। 1600 कमाउनुहुन्छ, तपाईँको प्रमोसन भयो अनुसार फिल्ड अफ स्टडी अनुसार तपाईँले त्योभन्दा माथि 1800, 2000, 2400, 3000, 3500सम्म इन्कम गर्ने मान्छेहरू मेरो साथीहरू हुनुहुन्छ होइन, जसले चाहिँ महिनाको नेट त नभनौँ ग्रोस 3500-3600 पनि स्यालेरीहरू चाहिँ लिनुहुन्छ होइन। यो भयो स्यालेरीको कुरा। अनि पार्ट टाइमको कामको नि कुरा गरिदिइहालौँ। तपाईँले म्याक्सिमम् स्टुडेन्टले आएर चाहिँ होटेल लाइनमा नै काम गर्ने, रेस्टुरेन्ट सेक्टरमै काम गर्ने हो। 900 देखि 950, 1000 युरो चाहिँ कमाउनुहुन्छ। 25 घन्टा जति पार्ट टाइम काम गर्नुभयो भने एउटा मात्रै 25 घन्टाको काम। अब कम्पेयर गर्नु होला, अरू देशमा यति धेरै कमाइन्छ, अस्ट्रेलियामा यति कमाइन्छ, फ्रान्समा यतिमा किन आउने हो र भन्नु होला। अफकोर्स होइन, अब अरू कन्ट्री भनेको पेइङ हाई छ। फ्रान्समा भनेको 10-10.5 युरो होला पर आवरको पे होइन। 25 घन्टा काम गर्दाखेरि त्यही लिभिङ कस्ट मात्रै उठाइन्छ, त्यति नै हो। त्यहाँभन्दा बढी धेरै चाहिँ केही गर्न सकिँदैन, किनकि फुल टाइम काम कलेज पनि जानु पऱ्यो। अरू कन्ट्रीको जस्तो 4 घन्टा जाने हप्तामा या दिनमा 4 घन्टा टाइपको हुँदैन। यहाँ चाहिँ बिहानदेखिबाट बेलुकैसम्म काम भइदिन्छ, कलेज भइदिन्छ, बिहानदेखिबाट बेलुकैसम्म होइन, फुल कलेज भइदिन्छ। जसको कारणले गर्दा चाहिँ 2-3टा काम गर्न पाउनु भनेको काइन्ड अफ इम्पोसिबलै हुन्छ है त। त्यो भयो काम र इन्कमको कुरा। अनि अर्को भनेको भाषाको कति इम्पोर्टेन्स छ। पिआरको लागि चाहिँ म लास्टमा भन्नेछु है त। भाषाको कति इम्पोर्टेन्स छ भन्नुभएको छ। भाषा भनेको यस्तो हो, तपाईँको फिल्ड अनुसार म्याटर गर्छ है त। जुनसुकै फिल्डलाई भनौँ न, जस्तो स्पेसली आइटी फिल्डको लागि तपाईँलाई फ्रेन्च ल्याङ्ग्वेज नचाहिन पनि सक्छ। मैले बुझेअनुसार देखेअनुसार तपाईँ अरू फिल्डमा जाने हो भने फ्रेन्चहरूसँग इन्भल्भ भएर काम गर्ने हो भने चाहिँ अफकोर्स यहाँको नेटिभ होइन लोकल ल्याङ्ग्वेज चाहिँ इम्पोर्टेन्स हुन्छ। जस्तो इभन होटेल लाइनमा पनि अलि राम्रो 5 स्टार होटेलमा इन्टरनेसनल टाइपको क्लाइन्ट्सहरू आउँछ भने चाहिँ त्यतातिर चाहिँ इङ्ग्लिस मात्र बोलेर नि पुग्छ। तर सानोतिनो होटेलमा रेस्टुरेन्टतिर जहाँ चाहिँ फ्रेन्च कस्टमरहरू धेरै छ त्यहाँ चाहिँ इङ्ग्लिस प्लस फ्रेन्च ल्याङ्ग्वेज दुइटै माग्छ, मैले भोगेअनुसार चाहिँ है त।
सो तपाईँले अरूको देशमा आउँदै हुनुहुन्छ, अरूको देशमा आएर पढेर लाइफ सेटल गर्छु होइन, करियर बनाउँछु भन्ने प्लानले आउँदै हुनुहुन्छ भने चाहिँ अफकोर्स यहाँ आएर यो देशको भाषा पनि जान्नुपर्ने हुन्छ। यो चाहिँ बेसिक कुरा भयो, यो जसलाई सोधे पनि थाहा भएकै कुरा हो, बच्चाहरूले नि अन्डरस्ट्यान्ड गर्नुपर्ने कुरा हो होइन। भाषै बोल्न सकिनँ भने त के नै गर्न सकिन्छ यसलाई यो देशमा। सो भाषा बिना बाँच्न नसकिने भन्ने चाहिँ हुँदैन, तर जानेर आएको चाहिँ राम्रो। तपाईँको इन्कमको कुरामा हेर्दा, जब अपर्च्युनिटीको कुरामा हेर्दा, प्रमोसनको कुरामा हेर्दाखेरि मान्छेले यहाँको फ्रेन्ड्सहरूले रेस्पेक्ट गर्ने कुराहरूमा धेरै कुरामा चाहिँ भाषा जानेको मान्छेलाई चाहिँ प्लस पोइन्ट हुन्छ। तपाईँ चाहिँ विल गेट गुड टाइम क्या। भनौँ न कसैलाई चाहिँ फ्रस्ट्रेसन हुन्छ, मैले भनेको नि बुझ्दैन, उसले भनेको नि बुझ्दैन, म फ्रस्ट्रेट भइरहेको छु भन्छ नि, मान्छेलाई बोल्नै आउँदैन, लाटो जसरी जिरहेको छ त अफकोर्स मान्छे फ्रस्ट्रेट हुन्छ होइन। त्यो भाषाको त्यो चाहिँ प्रब्लम हुन्छ। अनि एट द सेम टाइम अनि स्टडी अफ फिल्डले पनि एकदम म्याटर गर्छ गाइज है। तपाईँहरूले चाहिँ मैले भनिहालेँ, रिसर्च गरेर अलिक टाइम दिएर आउनु होला, कुन फिल्डमा चाहिँ यहाँ चाहिँ हाई डिमान्ड रहेको छ होइन, कुन फिल्डमा चाहिँ तपाईँले करियर डेभलप गर्न सक्नुहुन्छ, कुन फिल्डमा चाहिँ काम पाएर चाहिँ वर्किङ भिजामा चेन्ज गर्न सक्नुहुन्छ, त्यो चाहिँ एकदम याद गर्नुपर्छ। म्याक्सिमम् स्टुडेन्टहरू म्यानेजमेन्ट बिबिए एमबिएमा मात्रै आएर चाहिँ धेरैले रिग्रेट गरेको मान्छेहरू पनि देखेको छु। अनि कलेजहरू चेन्ज गर्न मिल्छ कि मिल्दैन भन्ने पनि धेरै क्वेसन छ, त्यसको नि कुराहरू भनिदिइहालौँ। कलेज भन्ने कुरा तपाईँले 1 वर्षको फी त नेपालबाटै तिरेर आएको हुनुहुन्छ होइन, 1 वर्ष आएर मजाले पढ्नुहोस्, सेकेन्ड इयरबाट चाहिँ तपाईँले कोर्स चेन्ज गर्ने हो कि कलेजै चेन्ज गर्ने हो कि मजाले मिल्छ के। त्यो डिग्री पास गरिसकेपछि, त्यो इयर पास गरेपछि चाहिँ तपाईँले फेरि फर्स्ट इयरबाटै चाहिँ पढ्नु पर्दैन। जुनसुकै जस्तो सुकै कोर्स लिए पनि तपाईँले चाहिँ फेरि ब्याचलरकै लागि आउनुभएछ भने नि फर्स्ट इयर यो जुन फर्स्ट टाइममा जुनमा आएको त्यसमै पास गर्नुभएको छ भने सेकेन्ड इयरबाट चाहिँ अर्को नयाँ कलेजमा चाहिँ पढ्न पाइन्छ। त्यस्तो चाहिँ रुल छ है त यहाँको। सो कलेजहरू चेन्ज गर्न पाइन्छ, टेन्सन नगर्नु होला। अनि लास्टमा भन्नुपर्दा पिआरकै कुरा गरौँ। मेरो हातमा अहिलेको करेन्ट टाइमसम्ममा चाहिँ पिआर छैन। 5 वर्ष कम्प्लिट भइसक्यो म फ्रान्स आएको। धेरैले 5 वर्षपछि पिआर पाइन्छ भन्छन्, तर सबैको त्यो केसमा चाहिँ लागु हुँदैन होइन। तपाईँले डाइरेक्टली वर्किङ भिजामा आउनुभएको छ र 5 वर्ष कटाउनु भएको छ भने तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ पिआर अप्लाई गर्नको लागि। तर हामीले चाहिँ फुल टाइम काम गरेर ट्याक्स पे गरिसकेको हुँदैन 5 वर्षसम्म होइन। त्यो भएको कारणले चाहिँ मेरो अहिलेको करेन्ट सिचुएसनको कुरा गर्दा चाहिँ अब मैले एकचोटि नेक्स्ट इयर भिजा रिन्यू गर्दा चाहिँ मेरो 4 वर्षको भिजा आउँछ। त्यो भिजाको लागि चाहिँ तपाईँको के हुनुपर्छ भने चाहिँ आफ्नो ब्याचलर या मास्टर डिग्री सकेको हुनु पऱ्यो, तपाईँको वर्किङ भिजामा अलरेडी बसेको हुनु पऱ्यो होइन। त्यसपछि ल्याङ्ग्वेजको रिक्वायरमेन्ट्सहरू हुँदो रहेछ। त्यो भयो भने 4 वर्षको भिजा आउँछ। त्यसपछि भनेको 10 वर्षको भिजाको लागि अप्लाई गर्न मिल्दो रहेछ। भन्नुको मतलब तपाईँले यहाँ आएर डिग्री लिनुभयो, वर्क परमिट निकालेर वर्किङ भिजामा कन्भर्ट हुनुभयो, 1 वर्ष वर्किङ भिजामा काम गरेर भोलि रिन्यू गर्दाखेरि चाहिँ तपाईँलाई 4 वर्षको भिजा, यदि सिडिआई कन्ट्र्याक्ट छ भने होइन, सिडिआई भनेको थाई कन्ट्र्याक्ट छ भने 4 वर्षको, फेरि त्यो 4 वर्षमा नि तपाईँको हातमा स्टिल पनि सिडिआई कन्ट्र्याक्ट छ भने चाहिँ 10 वर्षको भिजा पाइँदो रहेछ, जसमा चाहिँ ल्याङ्ग्वेजको रिक्वायरमेन्ट्सहरू हुन्छ एक्स्ट्रा प्लस। सिडिडी कन्ट्र्याक्ट भनेको चाहिँ अस्थायी कन्ट्र्याक्ट हो। नेपालमा भन्दाखेरि नेपालीमा अस्थायी कन्ट्र्याक्ट भयो भने चाहिँ तपाईँको जति वर्षको वर्क कन्ट्र्याक्ट छ त्यति महिनाको या त्यति वर्षको मात्रै भिजा। सो इन्टर्नसिपको लागि चाहिँ तपाईँले कसरी पाउन सक्नुहुन्छ भने चाहिँ यहाँ फ्रान्स आएपछि युनिभर्सिटीको सर्टेन जब फोरमहरू हुन्छ, त्यो बेला चाहिँ सिभी रेडी गरेर बस्ने हो। हाम्रो यो मुभी 3 इडियट्समा जो कम्पनीहरू हायर गर्न आउँछ नि, त्यसरी नै कम्पनीहरू चाहिँ आउँछ इन्टरभ्यूहरू लिनको लागि। त्यो बेला चाहिँ तपाईँले आफ्नो बेस्ट पर्फर्म गरेर इन्टर्नसिप हातमा लिन सक्नुहुन्छ। त्यो होइन भने त्यो बाहेक अरू पनि जब प्लेटफर्महरू या इन्टर्नसिप खोज्ने प्लेटफर्महरू हुन्छ त्यो, अनि तपाईँहरूले त्यहाँबाट चाहिँ अप्लाई गरेर इन्टर्नसिप पाउन सक्नुहुनेछ। जुन फिल्डमै जुन कम्पनीमै इन्टर्नसिप गरेको त्यसमै जब पाउने पोसिबिलिटी हुन्छ थोरै होइन, तर सबैलाई त्यो अप्सन त्यो पोसिबिलिटी मिल्छ भन्ने हुँदैन। राम्रो काम गर्नुभयो र त्यो कम्पनीलाई रियली नै मान्छे चाहेको छ भने सायद कसैलाई चाहिँ अपर्च्युनिटी मिल्न सक्छ। मेरो आफ्नै कुरा गर्दाखेरि चाहिँ मैले जुन कम्पनीमा इन्टर्नसिप गरेको त्यो कम्पनीमा छैन म अहिले होइन। त्यो कम्पनीमा चाहिँ मैले एक इन्टर्नसिप पछि अर्को जब अपर्च्युनिटी त पाएको थियो, तर भनौँ न उनीहरूले चाहिँ मलाई सिडिडी कन्ट्र्याक्ट मात्रै अफर गरे, मलाई चाहिँ सिडिआई चाहिरहेको थियो थाई कन्ट्र्याक्ट। त्यो थाई कन्ट्र्याक्ट नपाएर चाहिँ मैले अफर लिइनँ होइन। त्यही नै हो। अनि इन्टर्नसिपमा चाहिँ भाषाले इम्पोर्टेन्स छ, अनि एक्सपिरियन्स पनि अफकोर्स चाहिहाल्यो होइन। त्यही नै। म फ्रान्समा आएको चाहिँ 5 वर्ष भयो। मेरो हातमा अहिलेसम्म पिआर छैन। म वर्किङ भिजामा छु अहिले होइन, फुल टाइम वर्किङ भिजामा। भन्नुको मतलब कतिले भन्नु होला 5 वर्षमा वर्किङ भिजामा 5 वर्षमै पिआर पाइन्छ भन्ने चाहिँ अलिकति गलत हुन सक्ला। तपाईँ 5 वर्ष आएर होइन ट्याक्सहरू रेगुलरली तिरिरहनु भएको छ भने चाहिँ सायद इलिजिबल हुनु होला। तर म आएको 5 वर्ष भयो, 2 वर्ष त स्टुडेन्ट भिजामा भयो, 3 वर्ष काम गऱ्यो, तैपनि हातमा चाहिँ अब वर्किङ भनौँ न पिआर आइसकेको छैन अहिलेसम्म। त्यो भएको कारणले चाहिँ पिआरको लागि अहिले टेन्सन नगर्नु होला। जब आइन्छ वर्किङ भिजामा बसिन्छ, वर्किङ भिजामा बसेर रिन्यू गर्दै गइन्छ नि, सर्टेन टाइम वर्षपछि चाहिँ अफकोर्स पिआर पनि पाइन्छ, टेन्सन नगर्नु होला।
म पनि अब जब पिआर पाउँछु मेरो हातमा अनि भनौँ ल पिआरको लागि चाहिने डकुमेन्ट भनेको चाहिँ तपाईँको अब भनौँ न कलेज पास भएको छ भइहाल्यो, त्यसपछि फुल टाइम जब पाइयो, सिडिआई जब कन्ट्र्याक्टमा जब हुनु पऱ्यो, त्यसपछि भनेको सिडिआई जब कन्ट्र्याक्ट हुनु पऱ्यो, ल्याङ्ग्वेज हुनु पऱ्यो, त्यही नै हो मेन डकुमेन्ट चाहिने भनेको। अनि इलिगल एक्टिभिटिज केही पनि गरेको हुनु भएन, त्यही नै हो। बाँकी टेन्सन नलिनु पिआरको लागि है त गाइज। भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनु होला। अनि नेक्स्ट भिडियो के टपिकमा बनाउने त्यसमा नि मलाई कमेन्टमा भन्नु होला, म बनाउने छु है त। चेयर्स गाइज, लभ यु अल, बाई बाई। च्यानलमा नयाँ हुनु भने सब्सक्राइब गरिदिनु होला। चेयर्स।